एमाले र काङ्ग्रेस बाहेक अरूले सरकार बनाउन नसक्ने दाबी गर्दै ओलीले भने भेडा बाख्राको मोर्चाबन्दीले सिंहलाई केही फरक पर्दैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली काङ्ग्रेस बाहेक अरू दलले सरकार बनाउनै नसक्ने दाबी गरेका छन्। मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जसले सहमति गरेर बाँडे पनि एमाले काङ्ग्रेस बाहेक अरूले सरकार बनाउन नसक्ने दाबी गरेका हुन्। कसैलाई प्रधानमन्त्री कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ। प्रधानमन्त्रीमा हल्ला चलेका व्यक्ति अलि बाठै होला भन्ने ठानेको, तर निर्णय देख्दा हास्यास्पद लाग्यो, अध्यक्ष ओलीले भने। पार्टी सभापति एउटालाई उपसभापति अर्कालाई पार्टी अर्कालाई जिम्मा लगाएर आफू प्रधानमन्त्री भनिएको छ। यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो। जसलाई जहाँ भेट्यो त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन। उनले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र काङ्ग्रेस जस्ता दलहरू ठुला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकिर समेत गरेका छन्। उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिक रूपमा विघटन भएको संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन्। सरकार बनाउने र हटाउने थलो संसद भएकाले यसलाई असंवैधानिक व्यक्तिले विघटन गरेर संविधानलाई सङ्कटमा पारेको उनको भनाइ छ। अध्यक्ष ओलीले संसद पुनर्स्थापना बारे सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा समेत जोड दिनुभएको छ।